मजबुत कम्पनीहरू मात्रै तपाईले लगानी गर्नुपर्छ। यति कुरा ध्यान दिनु होला। अर्को कुरा, बजार हल्लामा कुद्ने कि नकुद्ने। फलानु कम्पनीको, फलानु ब्याङ्कको, फलानु ब्याङ्कसँग मर्जर हुँदैछ, फलानुले हकप्रत सेयर निकाल्दैछ, फलानु कम्पनीको यति सेयर सम्पत्ति बेचेर यति EPS आउँदैछ अरे भन्ने हल्लाको पछाडि को कुद्ने को नकुद्ने। तपाईँ नयाँ लगानीकर्ता हुनुहुन्छ विशेष त, अथवा तपाईँ पुरानै लगानीकर्ता हुनुहुन्छ तर तपाईँ सर्ट टर्म ट्रेड गर्नुहुन्न, तपाईँ लङ टर्मको लागि लगानी गर्दै हुनुहुन्छ भने अल्पकालमा कुनै कम्पनीसँग मर्ज हुँदैमा तपाईको लागि त्यो कुनै नौलो खबर होइन। दीर्घकालमा त्यसले केही पनि फरक पार्न सक्दैन। कुनै कम्पनीले दीर्घकालमा हकप्रत जारी गर्दा र नगर्दा तपाईँ लगानीकर्ता हो, लामो समयको लगानीकर्ता हो भने त्यो हकप्रत ती मर्जरहरू, ती एक्वायरहरूले तपाईको लगानीलाई खासै फरक पार्दैनन्। त्यही भएर नयाँ लगानीकर्ताहरूले कुनै पनि ब्याङ्क होस्, कुनै कम्पनी होस्, त्यसको मर्जरको हल्ला, त्यसको हकप्रतको हल्लामा तपाईहरूले लगानी गर्दै गर्नुहुन्न। तर तपाईँ ट्रेडर्स हुनुहुन्छ, तपाईँ कारोबारी हुनुहुन्छ भने अल्पकालमा जति सक्दो सूचना चाँडो पाउनुहुन्छ। सूचना अनुसार तपाईले किनेर सम्बन्धित कम्पनी किनेर राख्न सक्नुभयो भने तपाईको डिम्याट एकाउन्टमा सो कम्पनीको सेयर आउने बित्तिकै केही नाफा भएमा नाफा बुक गरेर बिक्री गर्न सक्नुहुन्छ। होइन हल्ला झुट्टा रहेछ भने पनि तपाईँ आफ्नो लगानी बराबर साममा पनि बेच्न सक्नुहुन्छ र झुटा लगानीको कारण समाचार झुट्टा हल्लाको सत्यता बाहिरिसकेपछि कम्पनी केही घाटा, तपाईले किनेको मूल्य केही घटेमा तपाईँ स्टप लस गरेर पनि तपाईले निस्कनुपर्छ। यो कारोबारीको लागि मात्रै हो। लगानी गर्दै हुनुहुन्छ भने यस्ता हल्लाका पछाडि लागेर लगानी झुकिएर पनि नगर्नुहोस्। पहिले आफू कुन दर्जाको लगानीकर्ता हुँ निर्क्योल गरेर मात्रै यस्ता हल्लाहरूको पछाडि लाग्नुहोस्। धेरै साथीहरू सेयर किन्नुहुन्छ, वर्षौं वर्ष होल्ड गरेर राख्नुहुन्छ। तपाईहरू जस्ता लगानीकर्तालाई यस्ता मर्जर, यस्ता हकप्रतका हल्लाले केही फरक पार्दैन। आज हकप्रत दिने कम्पनी हकप्रतको नाममा 50%, 100% नै मूल्य वृद्धि भए पनि तपाईले बेचेर नाफा गर्न सक्नुहुन्न भने त्यो हकप्रत भरेर हकप्रत तपाईको खातामा आउँदा नआउँदा फेरि तपाईको लगानी जे थियो कुरो त्यही पुग्छ। त्यही भएर यस्ता हल्लाहरूका पछाडि लाग्ने भनेको ट्रेडर्सले मात्रै हो। तपाईँ लगानीकर्ता हो, तपाईँ नयाँ लगानीकर्ता हो, तपाईँ तुरुन्तै किनेको सेयर बिक्री गर्न सक्नुहुन्न, तपाईँ किनेकै दाममा बिक्री गर्न सक्नुहुन्न, तपाईँ स्टप लस गर्न सक्नुहुन्न भने यस्ता हल्लाका भरमा लगानी नगर्नुहोस्। अर्को कुरो, सधैँ मजबुत कम्पनीमा मात्रै लगानी गर्ने कि कमजोर वित्तीय अवस्था भएको कम्पनीमा पनि लगानी गर्ने? यो सवाल धेरै साथीहरूले मलाई सोध्नुहुन्छ। मेरो उत्तर के छ भने तपाईँ लगानीकर्ता हो, तपाईँ ट्रेडर होइन, तपाईँ कारोबारी होइन भने तपाईले कमजोर वित्तीय अवस्था भएका, भविष्यमा नाफा होला भनेर कल्पना मात्रै गरेर अहिले किनिएका सेयरहरू, घाटामा गएका कम्पनीहरू, एकदमै न्यून आय भएका कम्पनीहरू तपाईँ लगानीकर्ता हो भने तपाईले त्यस्ता कम्पनीहरूमा लगानी गर्नु हुँदैन, बिल्कुलै लगानी गर्नु हुँदैन। होइन तपाईसँग अनुभव छ, तपाईँ कारोबारी हो, तपाईँ ट्रेड गर्न सक्नुहुन्छ भने अल्पकालको लागि कमजोर वित्तीय सूचकाङ्कहरू भएका कम्पनी पनि छोटो समयको लागि खरिद गर्न सक्नुहुन्छ। तर त्यसको लागि तपाईसँग लामो अनुभव चाहिन्छ। मौकामा नाफा बुक गर्न सक्नु भएन भने, मौकामा स्टप लस गर्न सक्नु भएन भने त्यस्ता कमजोर वित्तीय अवस्थाका कम्पनीहरूले तपाईहरूलाई चुर्लुमा डुबाइदिन्छ। यति कुरामा ख्याल गर्नुहोला। अर्को, राइट सेयरको हल्ला र सूचनामा लगानी गर्ने कि नगर्ने कुरो घुम्दै फिर्दै त्यही आउँछ। तपाईँ कारोबारी हो कि
लगानीकर्ता हो। तपाईँ लगानीकर्ता हो भने हकप्रद र अन्य खालका हल्ला र सूचनाका पछाडि तपाईँ लाग्नु हुँदैन। तपाईँ लगानीकर्ता हो भने, तपाईँले लामो समयको लागि लगानी गर्नुभएको हो भने। तर तपाईँ ट्रेडर्स हो, तुरुन्तै नाफा बुक गर्न सक्नुहुन्छ, सूचनामा तपाईँको पहिलो पहुँच छ, तुरुन्तै ट्रेड गर्न सक्नुहुन्छ र घाटा भएमा सानो स्टप लस गरेर तपाईँ बाहिर निस्किन सक्नुहुन्छ भने हल्लाका पछाडि र राइटका पछाडि पनि लाग्न सक्नुहुन्छ। तर यसको लागि तपाईँसँग लामो अनुभव चाहिन्छ। तपाईँ 2 महिना भयो बजार छिर्नुभएको, 4 महिना भयो बजार छिर्नुभएको, सालभर भयो बजार छिर्नुभएको भने तपाईँले ट्रेड गर्न सक्नुहुन्न। तपाईँलाई के लाग्न सक्छ भने होइन, मैले त फलानु कम्पनी किनेको थिएँ, मैले चन्द्रगिरी हिल त मैले 1900 किनेर 27-28 फालेको, मैले फलानु कम्पनी त मैले 50% 60% नाफा गरेर बेचेको, यो किन सक्दिनँ भन्ने भ्रम पालेर तपाईँले बिना अनुभव ट्रेड गर्नुभयो भने तपाईँ डुब्नुहुन्छ। 10 वटामा 1-2 वटा कम्पनीमा ट्रेड गरेर सफलता हात पारो भन्दैमा ट्रेडर्सले पैसा कमाउन सक्दैन। यो कुरामा तपाईले एकदमै क्लियर हुनुपर्छ। अर्को कुरो, हकप्रद शेयर, बोनस शेयर र नगद लाभांश, यी 3 वटा मध्ये कुन चाहिँ लगानीकर्ताको लागि सबैभन्दा राम्रो भनेर मलाई धेरै लगानीकर्ता साथीहरूले सोध्नु भएको छ। अब हाम्रो पुँजी बजारमा हकप्रद भनेपछि मरिहत्ते गरेर हकप्रदको पछाडि कुद्ने चलन छ। अन्तर्राष्ट्रिय प्र्याक्टिसमा भन्ने हो भने हकप्रद दिने कम्पनीहरूसँग लगानीकर्ताहरू तर्सिन्छन्। कमजोर कम्पनीहरूले पुँजी वृद्धि गर्नु परेमा, पुँजीकोष बढाउने उनीहरूसँग नाफा हुँदैन। बोनस शेयर दिएर पुँजी बढाउने उनीहरूसँग रिजर्भ हुँदैन। उनीहरूको सबैभन्दा सजिलो र उत्तम विकल्प भनेको लगानीकर्ता शेयर होल्डरहरूलाई राइटको नाममा पैसा तिर्न आऊ भनेर कल गरेको कल अर्डर हो हकप्रद भनेको। हामीले यो बुझ्न सकेका छैनौँ। हकप्रद दिने कम्पनी सबैभन्दा कमजोर कम्पनीहरू हुन्, जो आफ्नै पुँजी बढाउन पनि आफै नै कमाइबाट सक्षम छैनन्। त्यस्ता कम्पनीहरूको जबसम्म हामी पछि दौडन्छौँ, दौडने लगानीकर्ताहरू डुब्छन्। अघिल्लो बुल बजारमा ग्रीन डेभलपमेन्ट ब्याङ्कले 400% को हकप्रद घोषणा गरेको थियो। अत्यन्तै कमजोर वित्तीय अवस्था भएको ग्रीन डेभलपमेन्ट ब्याङ्कको शेयर मूल्य 400% हकप्रद घोषणापछि झन्नै 1200 रुपियाँ पुगेको थियो। त्यो हकप्रद जो लगानीकर्ताले हकप्रद भर्नुभयो, पैसा तिर्नुभयो, त्यो हकप्रद शेयर उहाँहरूको खातामा जम्मा भएपछि बिक्री गर्ने बेलामा 100 रुपियाँ भन्दा बढीमा बिकेन। यो कुरा हामीले मनन गर्नुपर्छ। हकप्रद भनेको हकप्रदको पछाडि को कुद्ने, त्यही सर्ट टर्म ट्रेडर्स जसले नाफा पनि तुरुन्तै नाफामा पनि बेच्न सक्छ, सामाको सामा पनि बेच्न सक्छ र घाटा खाएर पनि बेच्न सक्छ। त्यस्ता कारोबारीहरू चाहिँ हकप्रद पछि कुद्ने। किन कुद्ने भन्दा तपाईहरूको मूर्ख्याई, तपाईहरूको बेवकुफीलाई भजाउनको लागि केही टाठाबाटा कारोबारीहरूले हकप्रद घोषणा हुने बित्तिकै, हकप्रद घोषणा अगाडि नै ठुलो मात्रामा इनसाइडर सूचनाको आधारमा हकप्रद घोषणा गर्ने कम्पनीका धेरै शेयरहरू कर्नरिङ गरेर राखेका हुन्छन्। टाठाबाठा सूचनामा पहुँच नहुने कारोबारीहरूले हकप्रद घोषणा भएपछि केही महँगो मूल्य तिरेर हकप्रद दिने कम्पनीको शेयर उठाउँछन्। तपाईहरू सानो लगानीकर्ता, नयाँ लगानीकर्ताहरूलाई के भान हुन्छ भने यो हकप्रद भनेको के न के ठुलो कुरा हो, यसले त अब मेरो लगानीलाई कति न माथि पुर्याइदिन्छ भनेर उनीहरूले टुप्पोमा पुगाएका हकप्रद दिने कम्पनीहरू किन्नुहुन्छ र तपाईहरू लास्टमा नयाँ लगानीकर्ताले मात्रै त्यो हकप्रद
भर्नुहुन्छ। टाठा बाठा र ठुला लगानीकर्ताले हकप्रद भर्नु अगाडि नै तपाईँहरूलाई बेचिसक्नु भएको हुन्छ र हकप्रद सेयर तपाईँको खातामा आइपुग्दाखेरि यदि बुलिस बजार सुरु भयो भने त तपाईँको सामानै उब्छ। यस कारणले नयाँ लगानीकर्ताले कहिल्यै पनि हकप्रदको पछाडि दौडनु हुँदैन। हकप्रद दिने कम्पनी कमजोर कम्पनीहरू हुन्। बोनस सेयर कुन कम्पनीले दिन्छ? औसत कम्पनीहरू जसले राम्रै नाफा कमाइरहेका छन्, उनीहरूको रिजर्भ पनि बढेको छ र पुँजी बढाउन अनिवार्य भएमा त्यस्ता कम्पनीहरूले बोनस सेयर दिन्छन्। बोनस सेयर दिँदैमा लगानीकर्ता अथवा सेयर होल्डरलाई नाफा हुने होइन। बोनसको मूल्य समायोजन भइसकेपछि मूल्य त अटोमेटिकली समायोजन भएर त्यही ठाउँमा आइपुग्छ। तपाईलाई हिसाबमा केही पनि फाइदा भएको हुँदैन। तर पनि हाम्रो देशमा बोनस सेयर दिने कम्पनीहरूको पनि चार्म राम्रै छ। मेरो नजरमा हकप्रद घोषणा गर्ने कम्पनी र हकप्रद भन्दा बोनस घोषणा गर्ने कम्पनी र बोनस सेयर धेरै उत्तम हो। बोनस दिने कम्पनीमा लगानी गर्नु उत्तम हो। बाँकी रह्यो लाभांश, नगद लाभांश। नगद लाभांश दिने कम्पनीहरू कस्ता कम्पनी हुन्? नगद लाभांश हत्तपत्त कम्पनीहरूले दिन सक्दैनन्, किनकि नगद लाभांश दिने कम्पनीहरूको वित्तीय अवस्था अत्यन्तै मजबुत भएको हुनुपर्छ। वास्तविक रिटर्न भनेको नगद लाभांश नै हो। हुनुपर्ने सबैभन्दा राम्रा कम्पनी र सबैभन्दा लगानीकर्ताको रोजाइमा पर्नुपर्ने कम्पनीहरू भनेका नगद लाभांश दिने कम्पनीहरू हुनुपर्ने हो र हुनुपर्छ। तर हाम्रो पुँजी बजारमा नगद लाभांश जो हाम्रो खल्तीमा आउँछ, जसले हामी दसैँ मान्न सक्छौँ, जसले हामी हाम्रा आवश्यकताहरू पुरा गर्न सक्छौँ, त्यस्तो नगद लाभांशलाई चाहिँ हामीले आजसम्म अन्डर इस्टिमेट गरिरहेका छौँ। हामीले भविष्यमा नगद लाभांश दिन सक्ने कम्पनीहरूलाई रोजाइमा पार्यौँ भने हाम्रो बजारको गलत ट्रेन्डलाई हामी सही ट्रेन्डमा लान सक्छौँ। यो कुरामा हामीले चनाखो हुनुपर्छ। वास्तविक प्रतिफल भनेको नगद लाभांश मात्रै हो र सबैभन्दा राम्रा कम्पनी भनेको नगद लाभांश दिने कम्पनीहरू हुन्। यो कुरा हामीले विचार गर्यौँ भने हामी लगानीकर्ता जबसम्म सुध्रदैनौँ, कम्पनीहरू सुध्रनेवाला छैनन्। आज हकप्रद कस्ता कम्पनीलाई जरुरी छ? आज हकप्रद वास्तवमै पुँजी र पुँजी कोष कम भएका कम्पनीलाई हकप्रद जरुरी हुनुपर्ने हो। त्यस्ता कम्पनीहरू कुन होलान् त भनेर अहिले हाम्रा लिस्टेड कम्पनीहरू हेर्ने हो भने माइक्रो फाइनान्सलाई बाहेक साँच्चै पुँजीको जरुरी भएर कार्य सञ्चालन गर्नै बाधा पर्ने गरी बाँकी क्षेत्रमा पुँजी बढाउनु पर्ने त्यत्रो जरुरी देखिँदैन। माइक्रो फाइनान्सलाई त राष्ट्र ब्याङ्कले हकप्रद घोषणा गर्न लगाम लगाएको छ। मर्जर गरेर आऊ, सङ्ख्या घटाऊ, हकप्रदको विषयमा पछि सोचौँला भनेर राष्ट्र ब्याङ्कले ताला लगाइदिएको छ। अलिकति उत्ताउला बिमा कम्पनीहरू, केही बैंकिङ क्षेत्रका कम्पनीहरू पनि राष्ट्र ब्याङ्कको स्वीकृति नलिकन केही माइक्रो फाइनान्सहरू पनि हकप्रद घोषणा गर्दैछन् अल्पकालमा मूल्यमाथि खेल्नको लागि। यस्ता कुराहरूमा चनाखो भएर लाग्नुहोला। अर्को एउटा हाम्रो गलत बिहेभियरको कारणले गर्दाखेरि राम्रा कम्पनीहरू कम्पनीलाई आवश्यकतै नभएको बोनस सेयर बाँडेर कम्पनीलाई पुँजीको भार बोकाइरहेका छन्। उदाहरणकै लागि भन्नुपर्दा एनएलआइसी असाध्यै राम्रो जीवन बिमा कम्पनी हो। एनएलआइसीलाई बिमा समितिको निर्देशन अनुसार कम्तीमा 2 अरब मात्रै चुक्ता पुँजीको आवश्यकता थियो। तर अल्पकालमा कम्पनीको मूल्यमा चलखेल गर्नको लागि कम्पनी सञ्चालक र व्यवस्थापनले
ठुलो मात्रामा बोनस सेयर जारी गरेर कम्पनीलाई बैंकभन्दा भारी बनाइसके। झन्डै 8 अरबको बिमा कम्पनी बनाइसके। पुँजी बढाउँदा बोनस सेयर धेरै दिँदा अल्पकालमा मूल्यमाथि चलखेल गर्न सकिन्छ, तर दीर्घकालमा मूल्यमा फरक पार्दैन। आज एनएलआइसीले पुँजी बढाएर 8 अरब नपुर्याएको हुन्थ्यो भने अहिले एनएलआइसीको मूल्य आजको मूल्यमा रहँदैन थियो। उदाहरणकै लागि भन्नुपर्दा हिमालयन डिस्टिलरी, जसलाई पुँजी बढाउने आवश्यकता छैन। हामीले अन्तर्राष्ट्रिय प्र्याक्टिसमा हेर्ने हो भने पुँजी बढाउनु र पुँजी कोष बढाउनुमा खासै अन्तर छैन। कमाएको पुँजीलाई रिजर्भमा राखेर रिजर्भ र पुँजी जोडेर पुँजी कोषले कम्पनी चलाउन सकिन्छ। अन्तर्राष्ट्रिय प्र्याक्टिसलाई हेर्ने हो भने पुँजी अत्यन्त कम हुन्छ। पुँजीको 10औं गुणा, 20औं गुणा, 50औं गुणा, 100 गुणासम्म पुँजी कोष हुन्छ। त्यस्ता कम्पनीहरूको मूल्य हेर्नुहोस् त अन्तर्राष्ट्रिय बजारमा कति छ। तर हामी लगानीकर्ताहरूको गलत व्यवहारको कारणले बोनस धेरै दियो कम्पनी राम्रो, बोनस कम दियो कम्पनी नराम्रो। कम्पनी राम्रो र कम्पनी नराम्रो हुनलाई कम्पनीले कमायो कमाएन महत्त्वपूर्ण कुरा हो। कम्पनीले कमाएपछि त कम्पनीको रिजर्भ बढिहाल्छ नि। रिजर्भ बढेपछि बोनस सेयर दिए पनि नदिए पनि कमाएको त छ नि। कमाउनु महत्त्वपूर्ण कुरा हो, रिजर्भ बढ्नु महत्त्वपूर्ण कुरा हो। पुँजी बढाएर सेयर संख्या थप्दैमा कम्पनी मजबुत हुने होइन। कम्पनी मजबुत हुनलाई पुँजी कोष बढाउँदा पुग्छ, रिजर्भ बढाउँदै जानुपर्ने हो। तर हाम्रा कम्पनीहरू हाम्रै कारणले पुँजी कोष रित्याउँदै बोनस सेयरको नाममा पुँजीमाथि पुँजी बढाउँदै कम्पनीलाई कुरूप बनाउँदैछन्। हामी सुध्रनुपर्छ। कम्पनीहरूले नाफा कमाएपछि कम्पनी राम्रो भनेर हामीले मूल्याङ्कन गर्नुपर्छ। सकेसम्म नगद लाभांशलाई हामीले प्राथमिकता दिनुपर्छ। नगद लाभांश कुनै कम्पनीले घोषणा गर्यो भने हामीले हारालुज गरेर त्यो कम्पनी उठाइदिउँ भने त्यो कम्पनीको व्यवस्थापनले, त्यो कम्पनीको सञ्चालकले किन हामीलाई बोनसको भारी बोकाएर, हकप्रतको भारी बोकाएर, पुँजीको भारी बोकाएर कम्पनीलाई कुरूप बनाउनेछन्। हामीले अब नयाँ ढङ्गले सोच्नुपर्छ कि हामीलाई नगद लाभांश चाहिन्छ भनेर। यो बोनस सेयर र हकप्रतको पछाडि कुद्न अब हामीले बन्द गर्नुपर्छ। अब केही साथीहरूले सोध्नु भएको छ, कुन समूहमा लगानी गर्नु उत्तम? फेरि पनि कुरो घुम्दै फिर्दै रुम्जाटार त्यहीँ पुगिन्छ। तपाईँ कारोबारी हो कि लगानीकर्ता? तपाईँ आफ्नो बिहेभियर लगानीकर्ताको देखाउनुहुन्छ अनि खरिद गर्ने कम्पनी चाहिँ कारोबारीले खरिद गर्ने कम्पनी खरिद गर्नुहुन्छ। यसो गर्दा तपाईँले कसरी नाफा कमाउन सक्नुहुन्छ? तपाईँ लगानीकर्ता हो, लामो समयको लागि लगानी गर्दै हुनुहुन्छ, तपाईँ तुरुन्तै बिक्री गर्नुहुन्न भने तपाईँले मजबुत वित्तीय अवस्थाका, मूल्यमा ठुलो फ्लक्चुएसन नहुने, विशेष गरेर बैंक, विकास बैंक जस्ता कम्पनीहरूमा लगानी गर्नुपर्छ। यसो गर्दा दीर्घकालमा तपाईँलाई फाइदा हुन्छ र जोखिम पनि कम हुन्छ। होइन तपाईँ अल्पकालीन कारोबारी हो भने त अहिले बैंक, विकास बैंकहरूमा मूल्यमा लचकता, फ्लक्चुएसन कम भएका कम्पनीमा लगानी गरेर कारोबारीले नाफा कमाउन सक्दैन। आज तपाईँहरू भन्नुहुन्छ नि किन ब्याङ्कहरू बढेनन्? हो, ब्याङ्कहरू नबढेको कारण यही हो। ठुला खेलाडीहरूले ब्याङ्कलाई फ्लक्चुएट गराएर धेरै माथि र तल गर्न सक्दैनन्। यसकारण ठुला खेलाडीहरू, वित्तीय अवस्था कमजोर भएका, थोरै पुँजी भएका कम्पनीहरूमा कर्नरिङ गरेर उनीहरूले मूल्यमा ठुलो फ्लक्चुएसन गराउँछन्। उदाहरणको रूपमा हेर्ने हो भने धेरै हाइड्रो कम्पनीहरूलाई हेर्न सकिन्छ। अहिले कारोबारीहरूको र ठुला खेलाडीहरूको मुख्य
लक्ष्य भनेकै जलविद्युत कम्पनीहरू छन्। जलविद्युत कम्पनीहरूलाई उनीहरूले कर्नरिङ गर्छन्, 2 सर्किट 3 सर्किटसम्म उनीहरूले आफै मूल्य बढाएर लान्छन्, हामीलाई लल्चाउँछन्। त्यसपछि हामी लगानी गर्ने मान्छेहरू टुप्पोमा गएर अत्यन्तै कमजोर वित्तीय अवस्थाका कम्पनीहरू हामी उनीहरूका किनिदिन्छौँ, उनीहरू बेचेर निस्किन्छन्। अनि त्यस्ता कम्पनीहरूबाट 6 हप्ता 2 हप्ता 3 हप्ता 4 हप्ता कारोबारी र ठुला लगानीकर्ताहरू बाहिरिन्छन्। मूल्य क्रमशः घट्छ, 10%, 15%, 20% घट्न थालेपछि हामी जो लगानी गर्न भनेर, जो छोरा नातिका लागि भनेर किनेका कम्पनीहरू घाटामा फेरि ठुला खेलाडी र कारोबारीहरूलाई बिक्री गरिदिन्छौँ। हामी भन्छौँ नि, धेरै लगानीकर्ताहरूको के प्रश्न हुन्छ भने, सर मैले बेचेपछि कम्पनीको मूल्य बढ्छ, मैले किनेपछि कम्पनीको मूल्य घट्छ किन भनेर लगानीकर्ताहरू सोध्नुहुन्छ। यही कारणले हो, जब उहाँहरू प्यानिक भएर घाटा खाएर सेयर बेचिदिनुहुन्छ, फेरि खेलाडीले उठाउँछन्। फेरि ती कमजोर वित्तीय अवस्थाका कम्पनीहरूलाई उहाँहरूले पहिला जस्तै 2 सर्किट 3 सर्किटसम्म आफैले खरिद गरेर माथि पुर्याउनुहुन्छ, फेरि हामीलाई नै बेचिदिनुहुन्छ। यो चक्र चलिरहेको छ। त्यसैले हामी नयाँ छौँ, नयाँ लगानीकर्ता हौँ, हामी लगानी गर्न आएका बजारमा हौँ भने मजबुत वित्तीय अवस्था भएका ब्याङ्क, विकास ब्याङ्क र केही राम्रा लघुवित्त कम्पनीहरू, अहिले 3 महिना लगभग भयो होला जीवन बिमा कम्पनीहरू बेयर स्ट्रेनमा गएका छन् अथवा भनौँ साइडवेजमा गएका छन्। उनीहरू बजार 21-2200 हाराहारी हुँदाका मूल्यमा छन्। अहिले हामी यदि लगानी गर्ने हिसाबले केही लामो समयको लागि लगानी गर्ने हो भने जीवन बिमा कम्पनीहरूमा पनि अहिले लगानी गर्न सक्छौँ। बाँकी कारोबार गर्ने हो भने त जेमा ट्रेन्ड आएको छ, ब्याङ्कमा आए ब्याङ्कमा छिर्ने, विकास ब्याङ्कमा आए विकास ब्याङ्कमा छिर्ने, फाइनेन्समा आए फाइनेन्समा छिर्ने। अब अहिले सदाबहार त बेलुन जसरी फुलाइएका हाइड्रोमै बहार आइरहेको छ, त्यतातिर जानु होला। अब एउटा मैले भन्नै पर्ने कुरा, बजारमा नयाँ लगानीकर्ताहरूको त अध्ययन गर्ने बानी शून्य जस्तै छ। नयाँ लगानीकर्ताहरू त अध्ययन गर्दै गर्नुहुन्न, तर केही दशकदेखि 5-7 वर्षदेखि अथवा 1-2 वर्ष अगाडिबाट लगानी गर्दै आउनुभएका लगानीकर्ता मित्रहरू पनि अध्ययन भनेको बिल्कुल 0 गर्नुहुन्छ। उहाँहरूले कमसेकम सेयर लगानी गर्नुभन्दा अगाडि, कुनै कम्पनीको सेयर किन्नुभन्दा अगाडि कमसेकम कम्पनीले विभिन्न त्रैमासिक रिपोर्टहरू प्रकाशित गरेका हुन्छन्, वार्षिक रिपोर्टहरू प्रकाशित गरेका हुन्छन्। कस्तो छ रिपोर्ट एकपटक हेर्ने बानी बसाल्नु होला, जसलाई कम्तीमा पनि तपाईहरूले त्रैमासिक रूपमा प्रकाशित हुने ब्यालेन्स सिट र नाफा नोक्सान खातासम्म त हेर्न सक्नुहुन्छ। यदि कोही लगानीकर्ता मित्रहरूलाई बिल्कुलै ब्यालेन्स सिट र प्रफिट एन्ड लस एकाउन्ट पनि हेर्न आउँदैन भने तिनीहरूमा मुख्य के कुरा हेर्नुपर्छ भनेर केही जान्ने लगानीकर्ताहरूसँग तपाईँ सोध्न सक्नुहुन्छ र नोट गरेर राख्नुहोस्। हेर्नै पर्ने कुराहरू के हुन्, ती हेर्नुपर्ने कुराहरूमा हरेक कम्पनीको रिपोर्ट प्रकाशित भएपछि हेर्नै गर्नुहोस्। आफूले किन्नुभन्दा अगाडि ती कम्पनीहरूको रिपोर्ट नहेरिकन कहिल्यै नकिन्नुहोस्। र यदि फुर्सद छ, तपाईँको केही ज्ञान छ भने तपाईँले नकिन्ने कम्पनीहरू जुन भविष्यमा तपाईँले किन्नुपर्ने हुनसक्छ, लिस्टेड कम्पनी, नेप्सेमा लिस्टेड हरेक कम्पनीको वित्तीय विवरणहरू पढ्ने गर्नुहोस्, हेर्ने गर्नुहोस्, मनन गर्ने गर्नुहोस्, टिपेर राख्ने गर्नुहोस्। यसो गर्नुभयो भने तपाईँको दिमागमा त्यो कम्पनीको वित्तीय विवरणहरू, वित्तीय सूचकाङ्कहरू तपाईँको दिमागमा रहिरहन्छन्। यसो गर्दा अल्पकालमा कुनै कम्पनी किन्नै परेछ भने पनि तपाईँलाई सो कम्पनी किन्न मद्दत पुर्याउँछ। मानिलिनुहोस् कुनै कम्पनीको मूल्य, तपाईँ कारोबारी हुनुहुन्छ,
कारोबार समयमै कुनै कम्पनीको मूल्य अचानक बढ्न थाल्यो भने तपाईले सट्ट दिमागमा सोच्न सक्नुहुन्छ त्यो कम्पनीको वित्तीय अवस्था कस्तो छ, त्यो कम्पनीका सूचकाङ्कहरू कस्ता छन्। होइन, सूचकाङ्कहरू पनि राम्रा छन्, वित्तीय विवरण पनि राम्रो प्रकाशित गरेको थियो, आज अचानक मूल्य बढ्दैछ, कारोबारीहरू हाबी भए, सेयर ठुलो मात्रामा किनबेच हुँदैछ। यस्तो मौका छ भने भोलि होल्ड नै गर्नु परेछ भने पनि लाभांशले चित्त बुझाउला, अल्पकालमा पुँजीगत लाभ लिन सकिएछ भने कमाउला भनेर तपाईँ तुरुन्तै छिर्न सक्नुहुन्छ। तपाईँहरूमध्ये 90% भन्दा बढी लगानीकर्ताहरू बिल्कुलै अध्ययन गर्नुहुन्न। अध्ययन गर्नुहोस्। बिना अध्ययन गरेको लगानीले तपाईँलाई अल्पकालमा केही कम्पनीमा नाफा देला, दीर्घकालमा धेरै कम्पनीले तपाईँलाई नोक्सान दिनेछन्। यो कुरामा ध्यान दिनुहोला। तपाईँहरूलाई बिल्कुल वित्तीय विवरणहरू हेर्न नजान्ने मित्रहरूले मलाई सम्पर्क गर्नुहोला। आफ्नो छेउछाउमा भएका म कोही विज्ञहरूलाई अथवा मेरो सम्पर्कमा तपाईँहरू नजिकै हुनुहुन्छ भने आउनुहोस्। हेर्नै पर्ने वित्तीय सूचकाङ्कहरू, वित्तीय विवरणका वित्तीय सूचकाङ्कहरू हेर्नै पर्ने कस्ता सूचकाङ्कहरू हुन्छन्, के हेर्नुपर्छ। हेर्नै पर्ने सूचकाङ्कहरूमध्ये पनि धेरै लगानीकर्ताले के हेर्नुहुन्छ भने इपिएस हेर्नुहुन्छ। इपिएस मात्रै सबै कुरा होइन। नाफा हेर्नुहुन्छ। नाफा मात्रै सबै कुरा होइन। नाफा कुन हिसाबले आयो, इपिएस कुन हिसाबले आयो, त्यो वेहरू पनि पत्ता लगाउनु पर्छ। कम्पनीको नेटवर्थ कति छ, त्यो नेटवर्थ पनि रिजर्भमा कति छ, रिजर्भ डिस्ट्रिब्युटेबल हो कि होइन, यस्ता कुराहरूमा ध्यान दिने गर्नुहोस्। सबैभन्दा ठुलो कुरो अध्ययन गर्नुहोस्। गफ चुटेर फेसबुकमा बुम 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 अब त हरियाली यति नपुगी छोड्दैन, फलानु कम्पनी बुम बुम, यस्ताका पछाडि नलाग्नुहोस्। यस्ता कमेन्ट गरेर समय खेर नपाल्नुहोस्। त्यस्तो समयलाई तपाईँ अध्ययनमा बिताउनुहोस्। कम्पनीको वित्तीय विवरणहरू हेर्नुहोस्। त्यो समयलाई यस्ता फन्टुस कुराहरूको पछाडि लाग्नुभयो भने तपाईँको फेसबुकमा निस्किने अनलाइन मिडियाले छापेका फलानु कम्पनीले त यति % बोनस बाँड्दैछ अरे, राइट आउँदैछ अरे, फलानु कम्पनी मर्जमा जाँदैछ अरे, फलानु र फलानुको मर्जमा जाँदैछ अरे, यस्ता हल्लाका पछाडि लागेर तपाईँले लगानी गर्नुभयो भने तपाईँको लगानी डुब्ने प्रबल सम्भावना छ। सुध्रनुहोस्, अध्ययन गर्नुहोस्। अध्ययन गर्न सिक्नुभयो भने जस्तै नजान्ने मान्छेले पनि 2-4 महिना अध्ययन गर्न सिक्नुभयो भने तपाईँलाई धेरै गुणाको ज्ञान हुन्छ। तपाईँलाई फसाउने सम्भावना एकदमै कम हुन्छ। सधैँ अरूलाई सोधेर र अरूको विश्वासमा सेयर बजारमा देखिने विश्लेषकहरू 79% तपाईँलाई ज्ञान दिने विश्लेषकहरू सबै ठग्न बसेका हुन्। उनीहरूले किनेर पोर्टफोलियोमा भरेर बेच्नलाई तयार भएपछि तपाईँलाई किन्ने सल्लाह दिन्छन्। त्यसरी किनेका कम्पनीमा तपाईँले कति नाफा खानुहोला अथवा घाटा खानुहोला, होसियार रहनुहोस्। मेरै विश्वास मान्नुपर्छ भन्ने छैन। मैले पनि तपाईँलाई मिसगाइड गरेर हिँड्न सक्छु, मैले पनि तपाईँलाई नोक्सानी पुर्याउन सक्छु। त्यसैले लगानी गर्नुभन्दा अगाडि आफै अध्ययन गर्नुहोस्। आजैदेखि अध्ययन सुरु गर्नुहोस्। तपाईँहरूको अध्ययन एकदमै कम छ। तपाईहरू सामाजिक सञ्जालमा नचाहिँदा कुराहरू, नचाहिँदा पोस्ट गरेर, नचाहिँदा पोस्ट हेरेर, नचाहिँदा कमेन्ट गरेर तपाईहरू अध्ययन गर्ने समय खेरा फालिराख्नु भएको छ। कृपया अध्ययन गर्नुहोस्। अर्को कुरो धेरै साथीहरूले सोध्नु भएको छ। अस्ति मैले एउटा इन्टरभ्यूमा कुरो उठाएको थिएँ। म्युचुअल फन्डको आइपिओ, डिभेन्चरको आइपिओ भर्ने कि नभर्ने हामीलाई दुविधा भयो भनेर भन्नुभएको छ। धेरै नयाँ लगानीकर्ता साथीहरू जो दोस्रो बजारमा भर्खरै कारोबार गर्दै हुनुहुन्छ अथवा दोस्रो बजारमा कारोबारै गर्नुभएको छैन, आइपिओ मात्रै भर्नुहुन्छ, आइपिओ दोस्रो बजारमा बिक्री गर्दै हुनुहुन्छ, उहाँहरूले एउटा गम्भीर गल्ती गर्दै हुनुहुन्छ। उहाँहरू आइपिओ नाम देखेका सबै